10 वर्षको अटिजम भएका बच्चाको घरमै हेरचाह गर्ने व्यावहारिक तरिका। अटिजम भएका बच्चाहरूको विकास, सिकाइ र व्यवहार अन्य बच्चाभन्दा केही फरक हुन सक्छ। तर सही समर्थन, स्थिर दिनचर्या र प्रेमपूर्ण वातावरण पाएमा उनीहरू उत्कृष्ट प्रगति गर्न सक्छन्। परिवारले घरमै धेरै प्रभावकारी हेरचाह गर्न सक्छन्। 10 वर्षको अटिजम भएका बच्चाको घरमै हेरचाह गर्ने व्यावहारिक तरिका। 1. दैनिक दिनचर्या स्पष्ट बनाउनुहोस्। अटिजम भएका बच्चालाई नियमितता मनपर्छ। खाने, पढ्ने, खेल्ने, सुत्ने समय निश्चित गर्नुहोस्। पोस्टर, क्यालेन्डर वा चित्र मार्फत दिनभरि के गर्ने हो भनेर देखाइदिनु निकै प्रभावकारी हुन्छ। 2. सरल भाषा र भिजुअल सहयोग। बोलिएको कुरा कहिलेकाहीँ उनीहरूले तुरुन्तै नबुझ्न सक्छन्। त्यसैले चित्र, सङ्केत, हातको इशारा, कार्ड वा मोबाइलमा फोटो देखाएर निर्देशन दिनु उपयुक्त हुन्छ। छोटो वाक्य प्रयोग गर्नुहोस्। बस, खान समय, पढ्नु, आदि। 3. सकारात्मक व्यवहार प्रोत्साहन। साना साना राम्रो व्यवहार देख्दा तुरुन्तै प्रशंसा गर्नुहोस्। दामी काम गर्यौ, तिमीले राम्रो सुन्यौ, आदि। इनाम, स्टिकर, मनपर्ने खेल, 5 मिनेट मोबाइल आदि दिनाले सिकाइ छिटो हुन्छ। 4. सेन्सरी आवश्यकताहरू बुझ्नुहोस्। धेरै आवाज, तेज बत्ती, भिड, कडा धुनले असहज बनाउन सक्छ। बच्चालाई कुन कुरा मनपर्छ, मन पर्दैन हेर्नुहोस्। शान्त कोठा, नरम खेलौना, पानी खेल, तालमेल मिलाउने खेल जस्ता गतिविधि उपयोगी हुन्छन्। 5. सिकाइ सरल तरिकाले दिनुहोस्। एउटा कुरा सिकाउँदा साना साना चरणमा विभाजन गर्नुहोस्। जस्तै जुत्ता लगाउने बराबर 1. जुत्ता समात, 2. खुट्टा हाल, 3. बाँध। धैर्यपूर्वक दोहोर्याएर सिकाउनुहोस्। 6. सामाजिक सोसल अभ्यास। घरमै अभिवादन, कसरी बोल्ने, पालैपालो खेल्ने जस्ता कार्य अभ्यास गराउन सकिन्छ। परिवारका सदस्यसँग छोटो छोटो संवाद अभ्यास गराउनुहोस्। 7. भावनात्मक समर्थन। कहिलेकाहीँ बच्चा रिसाउँछ वा असहज हुन्छ। त्यतिबेला उसलाई शान्त बनाउन कोमल आवाज, गहिरो सास अभ्यास वा केही मिनेटको ब्रेक दिनुहोस्। अन्तिममा 8. विशेषज्ञको सहयोग। यदि सम्भव छ भने स्पिच थेरेपी, अक्युपेसनल थेरेपी वा बिहेभियर थेरेपी कति उपयोगी हुन्छ। घरमै सिकेको कुरा थेरेपीसँग मिलाएर अभ्यास गर्दा प्रगति छिटो हुन्छ।